पहिले यो दाईको फुलको बार्गेनिङको भिडियो हेरौँ अनि यसको कमेन्ट पढेर सुन्दै हाँस्ने है। यो फुललाई कति पर्छ? एउटाको 30 रुपियाँ। 30 रुपियाँ? भोलिसम्म ओइला हुँदैन नि? सुक्छ। मन परेको फुला सुके पनि रसिलो। ल सुरु गरौँ। जाडोमा सुक्छ, गर्मीमा फुक्छ, मन परेको फुला सुके पनि रसिलो। यारी समझ गई। यो जाडोमा नसुकेर के गर्ला त है? ओह यार ये कितनी औसम है यार। मेरो नि 2वटा फुल छ, किन्ने कोही छ? नबिकेर तनाव छ। बहुत तेज हो रहा है, बहुत तेज हो रहा सालो। लेख्न त धेरै मन थियो, तर यहाँ चिन्जानका आफन्ती मुन्टिन्छन् कि भन्ने डरले केही लेखिन। तीस त धेरै नै सस्तो भएन र? अब अर्को भिडियोमा भेटौँ है।